अहिलेको निकै भाइरल ठाउँ कसरी जाने त? आउनुस् म तपाईलाई लिएर जान्छु। यो हो पृथ्वी हाइवे। अब हामी पावर हाउस जाँदैछौँ। पहिला हामी भण्डारी सैनिक हुँदै पावर हाउस पुग्यौँ। पावर हाउस भन्ने ठाउँ पनि धेरै ठाउँमा छन्। यो चाहिँ गनगौडा र भण्डारीको बीचको पावर हाउस हो। यदि तपाईँ काठमाडौँबाट पोखरा आउने बाटोमा हुनुहुन्छ भने तपाईँले राइट टर्न लिनुपर्ने हुन्छ। यदि तपाईँ पोखराबाट आउँदै हुनुहुन्छ भने लेफ्ट टर्न लिनुपर्ने हुन्छ। मैले सबैलाई बुझाउनको लागि पृथ्वी हाइवेको पावर हाउसको बाटो लिएँ। तपाईँ त्यस ठाउँमा पुग्नलाई तालचोकदेखि सिसुवा हुँदै पनि जान सक्नुहुन्छ। पावर हाउसबाट हामी सिधै भित्र पस्छौँ। कुनै पनि साधनमा हामी 2-3 मिनेटमै तागाको मुख पुग्छौँ। तागाको मुखबाट हामी दाहिने लिन्छौँ। यदि तपाईँ तालचोक र सिसुवा हुँदै आउनुभएको थियो भने हाम्रो भेट यहाँनिर हुन्छ। त्यसपछिको 2-3 मिनेटमा हामी पुग्छौँ सातमुहानी। यता आएपछि 2वटा बाटो छन्, सिधै जानु होला। 3-4 मिनेटपछि हामी पुग्छौँ खोलाको छेउ। खोलाको छेउ पुगेपछि आउँछ दो बाटो। माथिल्लो बाटो गयो भने रूपाकोट रिसोर्ट पुगिन्छ भने तल्लो बाटो लाग्यो भने रूपाताल हुँदै तालबेसी पुगिन्छ। यहाँबाट लगभग 8 किलोमिटर रहेछ। अबको बाटो भने डाँडाको छेउछेउको बाटो छ। एकतिर साइडमा डाँडा छ भने अर्कोतिर साइडमा रूपाताल। यहाँबाट रूपातालको आनन्दको भ्यू देखिँदो रहेछ। बाटो लगभग सबै पिच नै रहेछ। वैशाख 1 गते नयाँ वर्ष भएकोले होला अझ धेरै नै भिड रहेछ। अन्यथा यति धेरै भिड चाहिँ नहुने बताउनु भयो एउटा दिदीले। सायद भिड बढ्दै जान्छ होला आउने दिनहरूमा। हामी केही बेर त्यहीँ बस्यौँ। 12 वर्षसम्म नबोलेको बच्चा पनि यहाँ आएपछि बोलेको भन्ने कुरा सुन्नमा आयो। यो रुखलाई डोजरले निकाल्न खोज्दा डोजरको दाँत नै भाँचिएको भन्ने सुन्नमा पनि आयो र साथसाथमा हाइड्रोलिक पाइप पनि भाँचिएको थियो अरे। यहाँ आएपछि कोही रुने, कराउने र काम्ने पनि गरेको प्रत्यक्ष देख्यौँ। हुन पनि अचम्मै भयो। त्यस ठाउँ खन्ने क्रममा एउटा रुख भेटियो। रुखबाट पानी निस्कियो। रुख निकाल्न खोजेको डोजरको दाँती भाँचियो। त्यो रुख निकाल्न नसकेपछि त्यहाँ कुनै दैविक शक्ति भएको विश्वास गरिएको छ। मान्ने या नमान्ने त्यो तपाईँको कुरा। हाम्रो यात्रा यहीँसम्मको लागि थियो। यदि तपाईँलाई भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्न भने नबिर्सिनु होला।